हेलो गाइस, नमस्ते सेवाहरू सबैजनालाई। आज पनि फेरि म सानोबाट मिनी ब्लग लिएर आइरहेको छु। हेरिदिनु होला कस्तो हुन्छ। हो तपाईँहरूलाई मनपर्छ मेरो भिडियोहरू, लाइक गरिदिनुहोस् होला। मन पऱ्यो भने स्टार्ट गर्दैछु है। अनि आज चाहिँ म चाउमिन बनाउन आँटेको हो। अनि चाउमिनमा चाहिँ सागहरू हाल्नु मलाई चाहिँ साह्रै मनपर्छ। हरियो परियो सागहरू, मलाई चाहिँ रायो साग मेरो फेभरेट हो। अनि बारीबाट टिपेर ल्याएर धोएर अनि काटेर राखिरहेको छु। अब चाहिँ म स्टार्ट गर्न आँटेको हो, हेरिदिनु होला। अनि यसमा चाहिँ मैले प्याज खोर्सानी त हालिनँ, हामी त पिरो खाँदैनौँ हो। टमाटर अनि सागहरू हालिओरि मजाले फ्राई गरेँ हो। फ्राई मजाले गरिसकेपछि चाहिँ सबै मसलाहरू पनि इन्क्लुड गरिसकेँ, हालिसकेको छु सबै हो। सबै हालेर मिक्समास गरेर चलाउँदैछु। अनि एकछिन पाकिसकेपछि थुक्पा हालिदिने हो। थुक्पा हालिदिएपछि मजाले चलाइदिनुपर्छ हो। मजाले चलाउनुपर्छ, नभए यो मजाले उयो हुँदैन हो, मिठो हुँदैन। मजाले चलाउनुपर्छ। अनि चलाइसकेपछि चाहिँ लास्टमा मैले धनियाँ हालेको छु हो। यो चाहिँ मेरो पकाउनेको स्टाइल है, सबैजनाले त यस्तो बनाउँदैन। अनि यो चाहिँ मैले अनि बहिनीलाई रेडी पारेर दिएको हो। अब बहिनी चाहिँ अब जानु आँटेको छ नि त कालिम्पोङ। अनि उसको लागि बिहान खाजा बनाइदिएको हो चाउमिन। अनि बहिनीले ट्राई गर्दैछ, अब कस्तो भन्छ कमेन्ट पनि गर्छ है बहिनीले। अनि मैले सोधेँ बहिनीलाई कस्तो छ भनेर, उसलाई साह्रै मन पऱ्यो अरे हो, मिठो लाग्यो अरे। अनि यता बाबाले पनि अलिकति चाउमिन खानुभयो अनि अलिकति भुटेको भात खानुहुँदैछ। अनि यता बहिनी पनि खाँदैछ, मिठो भयो भन्दै हो। अनि अब चाहिँ बहिनी रेडी भएर हामी चाहिँ अब चाहिँ बहिनीलाई छोड्नु गएको देउपाडा हो। हामी जाँदैछौँ दिदी बहिनी यसो बात गर्दै गफ गर्दै यसो भ्यू हेर्दै हो। हामी दिदी बहिनी निस्क्यौँ। बहिनी चाहिँ अब उसलाई देउपाडा छोडिदिएर अनि म चाहिँ फर्किन्छु हो। अनि यस्तो राम्रो भ्यूहरू हेर्दै है हामी दुईजना बात गर्दै हाँस्दै जाँदैछौँ है। दिदी बहिनीको यस्तो त गफ हुन्छ बेसी। अनि बात गर्दै हिँड्दैछौँ, उसलाई पनि मजा लाग्दैछ। अनि हामी दिदी बहिनी यस्तै दुःख सुखको बात गर्दै जाँदैछौँ है गाइस। अब यस्तो त है सबैको दिदी बहिनीहरू यस्तो दुःख सुखको बात गर्दै हिँडिन्छ, हाँस्दै गफ गर्दै। अनि हामी देउपाडा पनि पुग्न आँटिसक्यौँ हो। अनि देउपाडा पुगेर पनि हामी बसको वेटिङमा छौँ। अब बस पनि आयो है गाइस, बहिनी पनि जाँदैछ। बहिनीलाई चाहिँ देउपाडा यहाँ बस चढाइदियो है, बाई साई भनिओरि। अनि अब चाहिँ म निस्किनु आँटेको है, बहिनी पनि गयो, म फर्किँदै है गाइस।